पशुपति महाराजले सबैको रक्षा गरून्, सम्पूर्ण नेपालीको रक्षा गरून् भन्दै भिडियोलाई सुरु गरेँ। गाइज आज पुरै काठमाडौँमा पानी परिरहेछ, हिजो अस्तिबाट 3-4 दिन भयो है। ल यता बागमती करिडोरको हाम्रो पशुपति यतातिर पनि सब घरहरू भत्काइसक्यो। बालेन सरको डोजलले पुरै भग्नाशेष भइसक्यो। यता पनि सब भत्किसकेको रहेछ। ल ठिक छ, अब चाहिँ स्मार्ट सिटी बन्छ। बालेन सरकारको जय होस्। गर्नु पर्थ्यो, गर्यो सब। ल भैयाहरूको त पुरै आनन्द छ। भैयाहरूको त अब कबाडी होइन, घर घरमा जानु पर्थ्यो। अब जियोस्, यिनीहरूको त दसैँ लाग्यो नि कबाडी भैयाहरूको त। ल यता पनि सब गइसकेको रहेछ। ल बालेन सरकारलाई सल्युट छ। अब चाहिँ स्मार्ट सिटी बन्नुपर्छ, पुरै एकदमै हराभरा पुरै राम्रो बन्नुपर्छ। हो मेरो सर्ट भिडियो कस्तो लाग्यो गाइस? यस्तो चाहिँ भिडियो ल्याउँदै गर्छु तपाईँहरूलाई। भिडियो लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब, च्यानललाई सब्सक्राइब पनि गर्नु होला भन्दै भिडियो, यो सर्ट भिडियो यहीँ टुङ्ग्याउँछु। ओके, बाइ बाइ।